खाली भनिहाल्यो मजाक गरे घरबेटकै हाल्दे घरबेटी हो कस्तो लाग्दैछ त खाना मिठो छ मिठो छ विथ मस्त भ्यू भन् ठुलो खालमा घरबेट खान्छ हाम्रो ठाउँमा आएर भ्युजको कुरा गर्नु थाल्यो भने त बेजेतै हो नि अटोमेटिक स्वर्ग हो नि स्वर्ग हो यता पनि महादेव यता पनि महादेव यता उता पनि महादेव जहाँ चारैतिरबाट महादेव र भगवतीले चाहिँ बास गरेको ठाउँ पुरै एरिया हजुर हजुर अब स्वर्ग नै भनौँ नि त धन्यवाद ब्राङ्कहरू महादेव भन्नुहुन्छ म खान्छु नि मलाई ल ल ल हेर्नुहोस् यो हाम्रो पहाडको चामलको भात यो फापर फापरको साग भट्टाको दाल भन्नेवाला मान्छे अड्किरहेछ होइन यो भट्टाको दाल यसले भाइ कम्बिनेसन वाह वाउ भेरी नाइस भात गिरायो धेरै राम्रो अर्कोले छ भाइ कस्तो लाग्दैछ त खास छैनको खाने मन नहीं तर चटपटे खाए पेट भरेर अहिले त्यही भएर हो हमारा इधर ऐसे ही होता है यसै हो त ऐसे ही होता राम्रो भ्यूको साथ हेर्नुहोस् यता हेर्नुहोस् यस्तो यस्तो भ्यूको साथ हामी खाना खान्छ यता पनि भ्यू छ खाए ल